एकदम सुरक्षित रहते कि जगह सुरक्षित कार्यक्रम अपन के कार्यक्रम अपन के हम तो पता समय खाली नहीं पूछियो जखन मन तो तखन समय उहाँ हुनुहुन्छ परमेश्वर कापड, मिथिला राज संघर्ष समितिका संयोजक। परमेश्वरजी, तपाईहरूले धरना दिइरहनु भयो, तपाईँको माग के छ? हाम्रो माग सबभन्दा पहिले के छ कि जनकपुरको रामानन्द चौकमा बम काण्डको र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याकाण्डको न्यायिक छानबिन सहित प्रकाशमा आएको र अहिलेसम्म आउन नसकेको अपराधी उपर कडा कारबाही गर्नु। अर्को छ पीडितलाई र घाइतेलाई न्याय सहित त्यो क्षतिपूर्ति दिनु पर्यो र यस काण्डसित सम्बन्धित अपराधीलाई राजनीतिक संरक्षण प्राप्त गर्नु हुँदैन, कसैले दिनु हुँदैन। तीनवटा माग राखे हामीले। अनि तपाईहरुको कार्यक्रमहरु, आन्दोलनका कार्यक्रम के के? हाम्रो कार्यक्रम 3 दिन छ। अहिले आज, भोलि र पर्सि यो प्रथम चरणको 3 दिनको कार्यक्रम हो। त्यसपछि हामी अरु गरौँला। र हामी के छौं, द कलाकार मान्छे छौं, रचनाधर्मी मान्छे छौं। अनि यस्तो कार्यक्रम मात्र धरनामा बसेर हुँदैन, नाटक खेलेर गर्छौं, कविता लेखेर गर्छौं, त्यो विचार सम्प्रेषण गरेर गर्छौं। तर गर्छौं, राम्रो गर्छौं, उत्कृष्ट गर्छौं। ओकर अपन मांग होते, अपन कार्यक्रम होते, ओकर अपन आदत आस्था। हम मिथिला राज संघर्ष समितिका लागि अपन दर्शन है, अपन मांग है, अपन कार्यक्रम है। हम ओकरा से बहुत फरक छी। हम ई बात कहता है कि हम सब राजनीतिक दल नहीं छी।